लामो समयदेखि नेपाली क्रिकेट फ्यान्सहरूको चाहना थियो अर्जुन कुमाललाई चाहिँ नेपालको राष्ट्रिय टोलीमा खेलेको हेर्न पाउने निकै राम्रो प्रदर्शन गर्दै आएका थिए। उनलाई बारम्बारसम्म समावेश गरिएको थिएन। उनको केही कारणले हुँदा पर्फर्मेन्सको कारणले क्यानले उनलाई अझै तिखार्दै थियो होला। स्वागत छ साथीहरू तपाईँहरूलाई नेपाल क्रिकेट एपिसोडमा। आज भनेको लागि चाहिँ म स्पेशल जानकारी लिएर आएको छु। अर्जुन कुमाल जसले चाहिँ पीएम कपमा धमाका मचाएका थिए र अन्य पहिलेको खेलहरूमा पनि धमाका मचाउँदै आएका थिए। त्यस्तै विनोद भण्डारीलाई पनि नेपालको राष्ट्रिय टोलीमा समावेश गरिएको छ। नेपालको त्रिवी क्रिकेट मैदानमा CWC लिग 2 सञ्चालन हुन गइरहेको छ। त्यसमा चाहिँ नेपालले खेल्दैछ तपाईको वैशाख 12 देखि 22 गतेसम्म चाहिँ नेपाल ओमन युएको खेल हुनेछ भने वैशाख 29 देखि जेठ 8 सम्म नेपाल स्कटल्यान्ड र युएसए मिल्दैछ र नेपालले चाहिँ 8 वटा खेलमा 8 वटा खेल जितेर चाहिँ 16 अङ्क अनिवार्य रूपमा ल्याउनु पर्ने देखिन्छ। नत्र भने नेपाललाई वर्ल्ड कप क्वालिफायरको लागि चाहिँ अर्को बाटो रोज्नु पर्ने देखिन्छ। जस्तै कि नेपाल यदि टप 4 मा पुग्न सकेन भने नेपालले चाहिँ प्लेअफको माध्यमबाट गेम लिएर चाहिँ त्यहाँबाट सिलेक्ट भएर वर्ल्ड कपको यात्रा तय गर्नुपर्ने बाध्यता हुन्छ। त्यसैले नेपालले जसरी भयो नि 8 वटा खेलमा 8 वटै खेल जित्नुपर्ने बाध्यता रहेको छ साथीहरु। र नेपालले CWC लिग 2 को लागि चाहिँ स्क्वाड तयार पारिसकेको छ। त्यसमा रहेका छन् क्याप्टेन रोहित पौडेल, भाइस क्याप्टेन देवेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, सन्दीप लामिछाने, बसिर अहमद, आसिफ शेख, गुलशन झा, भीम सार्की, नन्दन यादव, सोमपाल काम, अर्जुन कुमाल, करण केसी, विनोद भण्डारी, आसिफ शेख, ललित राजवंशी। यो थियो नेपालको चाहिँ अहिलेको नयाँ स्क्वाड र यसमा नयाँ 2 जना खेलाडीलाई समावेश गरिएको छ। र नेपालको खेल सुरु हुनेछ वैशाख 12 देखि 22 सम्म भने वैशाख 29 देखि जेठ 8 छ। नेपालले एनी हाउ 8 वटा म्याचमै 8 वटा जित्नुपर्ने नत्र भने नेपाललाई ओडिआई स्ट्याटस बचाउन पनि दौडौ हुनेछ। तपाईको वर्ल्ड कपमा मैले फेरि पनि भने वर्ल्ड कपमा क्वालिफायर हुनको लागि नेपाललाई बहुत मुस्किल हुनेवाला छ। 8 वटा खेलमा 8 वटै जित्नुपर्ने अवस्था रहेको छ। र अब म तपाईहरुलाई बताउने छु नेपालले चाहिँ ओडिआई स्ट्याटस बचाउनको लागि र वर्ल्ड कपमा क्वालिफायर हुनको लागि नेपाल टेबलको चौथो स्थानमा जानको लागि क्वालिफायर हुनको लागि नेपाल चाहिँ टेबलको चौथो स्थानमा जानुपर्ने हुनेछ। चौथो स्थानमा छ ओमनले चाहिँ 24 अङ्कको साथमा चौथो स्थानलाई चाहिँ कब्जा गरेर बसेको छ। र नेपालको अहिलेसम्म जम्मा नम्बर छ 12। नेपालले अहिलेसम्म 5 गेम मात्र जितेको छ। 20 गेम खेल्दा नेपालले जम्मा 5 गेम मात्र जितेको छ। 13 गेम हारिसकेको छ। नेपालले 5, 13, 18 गेम खेलेको छ भने 2टा गेम चाहिँ पानीको कारणले गर्दा क्यान्सल भएको थियो। त्यस कारणले गर्दा नेपाललाई चाहिँ अहिले निकै गाह्रो छ। 8 वटा खेलमा 8 वटै खेल जित्नुपर्ने देखिन्छ। त्यस कारणले नेपाल चाहिँ टप 4 मा पुगेर वर्ल्ड कपमा क्वालिफायर हुन्छ या हुँदैन तपाईलाई के लाग्छ त्यो पनि कमेन्ट गर्नु होला। र चौथो स्थानमा रहेको ओमनको म तपाईलाई नम्बर तालिका बताउँछु। ओमनको नम्बर छ अहिलेसम्म 20 वटा खेल खेलेर 11 म्याच जित्दै 7 खेल हारेको छ भने ओमनको 24 अङ्कको साथमा चौथो स्थानमा बसेको छ। हस्त साथीहरु आजको लागि यति नै। तपाईहरुको लागि फेरि अर्को जानकारीमूलक भिडियो लिएर आउने छु क्रिकेट फ्यान्सको लागि। कृपया यदि तपाई चाहिँ हरेक दिन यस्तै भिडियो चाहनुहुन्छ भने क्रिकेटको बारेमा जानकारी चाहनुहुन्छ भने कृपया च्यानललाई लाइक तथा सब्स्क्राइब गर्न नबिर्सिनु होला। धन्यवाद।